मलाई चाहिँ जिन्दगीमा कसले पनि दिएको छैन हौ नानाले मलाई त्यो आई लभ यु भन्दै। हेलो गाइस, म चाहिँ अहिले स्यागी आइरहेको छु हो। अन्त हामी चाहिँ रात परिसक्यो, 2 बज्यो होला। हामी अब घुम्नु जानु आँटेको तलनिर। नाना चाहिँ गरेन्डर टिपेर आउँदैछ हो। वी आर गोइङ कता तल उयो कहाँ भन्नु कहाँ खोला बट अब पानी पर्ला हुँदैछ। बाटोबाटै फर्किन पनि सक्छ। याद छैन हामी खासमा हाम्रो त्यो के भन्छ गन्तव्य भन्छ होइन। मजाको रहेछ। पहिला गएको थियो 7 वर्ष बाद आएको हो नि त। ब्याक टु यो गर्नु त त्यस्तो बेसी पाएको छ। अहिले चाहिँ हामी कति नै भएको छैन हिँडेको। नाना माथि आउँदैछ, नाना म मात्रै छ। गाइस पानी पर्यो, पानी हामी कुद्दैछ किनकि पानी डरलाग्दो पर्दैछ नि त। डरलाग्दो होइन, अब सानो सानो भए पनि पुरा छिटा चाहिँ बाक्लो छ। तर हामी पुग्नु आँट्यो हो। I'll show you पुल पुग्नु आँट्यो। अन्त चाहिँ ओ एक्ज्याक्टली यो खोलाको नाम मान्छे आउँदो रहेछ, पुरा डरलाग्दो मान्छे हो। माथि खोलामा तान्नै परेर आउँदैछ नाना हो। डरै लाग्दो हल्लिँदैछ कि मलाई पुरा डर लाग्दैछ। अब चाहिँ अघि नानालाई मैले भन्दै थिएँ नि त डर लाग्छ भनेर। यो पुल यो मुनि चाहिँ गयो भने त म मर्छु हो। अन्त भर्खर वाइफाई खाएको हामीले चाहिँ पानी परिरहेको थियो। अन्त के गरौँ भयो नि त। नाना उबाट आउँदैछ, म अगाडि जाँदैछु। तर दामी रहेछ यस्तो छ हो। अगाडि तल चाहिँ म चाहिँ अब आइपुग्न आँटेँ। We are going to buy some मिठाई हो। मेरो अन्तखेरि नाना हिँड्दैछ। नाना यहाँ हेर्नु न के भन्नु छ आज। हेलो भन्नु छ। अनि अरू आज मजा आयो आउटिङ आएर। स्पेसली हिलमा हिँड्नु पाउँदाखेरि चाहिँ पुरा खुसी छु। अनि मेरो खुसी छ मनको साथमा। अन्त चाहिँ वी आर गोइङ होइन। अघि चाहिँ पानी परेर हामी एकछिन बसेको थियो नि त। त्यहाँदेखि अब चाहिँ हामी दोकान जाँदैछ। मिठा लगेर चाहिँ फेरि हामी त्यो खोला जान्छ। अघि खोला गएन नि त, गएको छैन। सो म चाहिँ यता चाहिँ त्यसै अब मैले अज्युम गरेको चाहिँ 7 वर्ष जस्तो लाग्यो। 7 वर्ष बाद चाहिँ म यहाँ आएको। हजुर कत्रो थियो अन्तखेरि चाहिँ धेरै वर्ष बाद आएको। तर मैले केही चेन्जेस देखिनँ भन्नु होइन। हामी चाहिँ अहिलेसम्म फोटो खिचेर चाहिँ खायो। अब चाहिँ एकछिन बसेर जानुपर्छ। मिठाई हामी चाहिँ फोटो खिच्नुको लागि यता र उता गर्दैछ हो, घर नगएर। अन्तखेरि चाहिँ यस्तो छ हाम्रो पारा चाहिँ भन्नु नभएको क्या दामी रहेछ कि। अन्त सो ब्युटिफुल। I'll show you all. लस भन्ने मेरो बुकमा कहाँबाट आएको छ कि म फोटो देखाउँछु त। यो दामी छ। नाना चाहिँ यहाँ बदमास गर्दैछ, फुलु खाल्दैछ हो। बदमास गर्दैछ बदमास। यसको बिरुवा हो र रुख चाहिँ सानो आयो। बदमास चाहिँ यस्तो छ हो। बदमास म जस्तो सिधा केटी त खोजेर पनि पाउँदैन हौ। यो चाहिँ भनाइ मात्रै हो गाइस, भनाइ मात्रै हो नि। तपाईँले नानाको मिस्टेक रिसाउने मान्छे चाहिँ सिधा हुँदैन कि कसो। सिधा हुन्छ त रिसाउने पनि। सिधा मान्छे त लत्तै रिस उठ्छ त। सुन्यो होला। अन्तखेरि रात परिसकेको छ अहिले भने हजुरको कति परिसकेको छ भने उहाँहरू होइन हामी सबै हो 4:20 भइसकेको छ। ल चाहिँ
लिएर आयो जङ्गलको हो हुनु चाहिँ कुन चाहिँ फुल राम्रो छ यो फुल कि हामी कैसे कैसे लोग रहते हैं यार यहाँ पर। आई लभ यु पुने लभ यु टु नाना भन लभ यु टु नाना अरूले मलाई बुके कसैले पनि दिएको छैन यसरी यो मेरो नानाले दियो मलाई आजको दिन प्योरेस्ट वाइल्ड फ्लावर्स त्यही त सो ब्युटिफुल सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक अ वाउ को लड्छ भन्दा छैन फुल पो ठोकाउँछु भने मैले लड्यो भने 2 दिनमा जाति हुन्छ यो फुल त मर्छ नि कहाँ छ है मलाई आउँदैन शब्द भनु तिमीलाई के मलाई आउँदैन गफ लाउ तिमीलाई के मलाई थाहा छैन कति कुरा सिकाइदेऊ न तिमी बसेको देखि पागल भइसके मलाई आउँदैन जादु त है थाक्यो छिटो छिटो आउनु यो मकै खाने बेला भयो आउनुहोस् तपाईँहरू अर्डर गर्नु सक्नुहुन्छ मलाई म ल्याइदिन्छु तर यसको चाहिँ एउटाको चाहिँ 50 रुपियाँ नि फेरि तर 50 रुपियाँ पनि कम पो भयो होला फाइनली हामी घर आइपुगेको सकेको छ के भनेको घर आइपुगिसकेको छ अन्तखेरि हामीलाई पानीले भगवान्ले साथ दियो किनकि पानी पर्न आएको थियो अहिले चाहिँ टक्कै आइपुग्यो अघि परेको थियो कि तर पनि रोकेको थियो अन्तखेरि चाहिँ हामी चाहिँ पुगेको छ घर अभियान भाइ मेरो भाइ अभियान के गरेको यहाँ हेर्नु के गरेको के हेरेको अन्त मेरो बुवा र अन्त बाई बाई गाइस